गण्डकी प्रदेशका 11वटा जिल्लामा प्रतिनिधि सभाका 18वटा निर्वाचन क्षेत्र छन्। 2079को समानुपातिक मत हेर्दा यो प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ। एमाले गण्डकीबाट समानुपातिकतर्फ 3,24,882 मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसले 3,12,720 मत पाउँदा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा थियो। रासोपाले 1,77,025 मत पाएको छ। माओवादी केन्द्रले 1,08,467 मत पाएको छ। यिनै चारवटा दल फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पनि गण्डकीका मुख्य प्रतिस्पर्धी मानिएका छन्। यो भिडियोमा हामी अघिल्लो निर्वाचनको नतिजा र अहिले स्थानीय मतदाताहरूमाझ भइरहेको चर्चाका आधारमा गण्डकी प्रदेशका 11वटा जिल्लाका 18वटै निर्वाचन क्षेत्रको चुनावी अङ्कगणित प्रस्तुत गर्दैछौँ। सबैभन्दा पहिला कास्की। 2079को निर्वाचनमा कास्कीका 3वटै क्षेत्रमा नेकपा एमाले जितेको थियो। नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई एमाले एक्लैले पराजित गर्दा पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपस्थिति पनि कास्कीका 3वटै निर्वाचन क्षेत्रमा बलियो देखिएको थियो। एउटा क्षेत्रमा दोस्रो स्थानमा रहेको रासोपा 2वटा क्षेत्रमा पनि उल्लेख्य मतसहित तेस्रो भएको थियो। जिल्लाको समानुपातिक मतमा रासोपा दोस्रो स्थानमा थियो। कास्कीबाट समानुपातिकतर्फ सबैभन्दा धेरै एमाले 54,329 मत पाउँदा रासोपाले 44,009 मत र काङ्ग्रेसले 42,652 मत पाएको थियो। माओवादी केन्द्रको 11,475 थियो भने राप्रपाको 11,272 मत थियो। अघिल्लो चुनावको नतिजालाई हेर्दा फागुन 21को चुनावमा पनि एमाले, काङ्ग्रेस र रासोपा बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। कास्कीको क्षेत्र नम्बर 1मा अघिल्ला दुवै चुनाव एमाले जित्यो। 2079मा एमालेका मनबहादुर गुरुङ 25,708 मत पाएर विजयी भएका थिए। काङ्ग्रेसका किशोर दत्त बराल 23,989 मत ल्याएर दोस्रो भएका थिए। अघिल्ला चुनावको विजयी विरासत जोगाउने योजनासहित एमाले यसपटक बयनबहादुर अधिकारी छेत्रीलाई उम्मेद्वार बनाएको छ। उनको विरुद्ध काङ्ग्रेसले तिलबहादुर राणा भाटलाई उतारेको छ। नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी गुरुङ उम्मेद्वार छन्। अघिल्लो पटक माओवादीले यो क्षेत्रमा काङ्ग्रेसलाई सघाएको थियो। त्यसअघि 2074मा एमालेलाई दिएको यो क्षेत्रमा नेकपाले 8 वर्षपछि पहिलो पटक आफ्नो उम्मेद्वार उठाएको छ। यद्यपि गत चुनावको समानुपातिक मत हेर्दा माओवादी निकै कमजोर देखिन्छ। गत चुनावमा समानुपातिकतर्फ क्षेत्र नम्बर 1बाट सबैभन्दा धेरै एमाले 21,443 मत पाउँदा काङ्ग्रेसले 16,268 मत पाएको थियो। त्यस्तै रासोपा 15,864 मतसहित तेस्रो हुँदा माओवादी केन्द्रले 5,108 मत मात्रै पाएको थियो। एमाले र काङ्ग्रेसलाई चुनौती दिन रासोपाले यसपटक खड्गराज पौडेल गणेशलाई उम्मेद्वार बनाएको छ। उनी अघिल्लो पटक स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको मेयरमा चुनाव लडेर पराजित भएका थिए। अहिले बालेन समूहबाट रासोपा गएका हुन्। 2079मा यो क्षेत्रबाट प्रत्यक्षतर्फ रासोपाका उम्मेद्वार राजु राईले 10,941 मत ल्याएर तेस्रो भएका थिए। राप्रपाबाट बाबुराम थापा, श्रम संस्कृतिबाट बिलबहादुर तामाङ, उज्यालो नेपालबाट मनिषा दुवा लगायत पनि उम्मेद्वार छन्। यसै गरी कास्कीको निर्वाचन क्षेत्र नम्बर 2 पनि एमालेको पकड क्षेत्र मानिन्छ। 2079 सालमा एमालेबाट विद्या भट्टराईले चुनाव जितेकी थिइन्। 16,998 मत ल्याएर विद्या विजयी हुँदा रासोपाका माधव प्रसाद कँडेल 12,495 मतका साथ दोस्रो भएका थिए। काङ्ग्रेस र माओवादी सहितको गठबन्धनबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका श्रीनाथ बराल 9,659 मत ल्याएर तेस्रो भएका थिए। फागुन 21को चुनावमा एमालेलाई आफ्नो विरासत जोगाउनु पर्ने चुनौती छ। त्यसमाथि एमालेभित्र टिकट वितरणदेखि नै आन्तरिक असन्तुष्टि देखिएको छ। सुरुमा एमाले सचिवालय बैठकले कृष्ण थापालाई टिकट दिएको थियो। कास्की एमालेबाट नै थापाको विरोध भएपछि रश्मि आचार्यलाई उम्मेद्वार बनाइएको छ। अर्कोतर्फ यो क्षेत्रमा रासोपा पनि बलियो अवस्थामा छ। गत चुनावमा प्रत्यक्षतर्फ दोस्रो भएको रासोपाले समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको थियो। यो क्षेत्रमा समानुपातिकमा रासोपाले 14,200 मत पाउँदा एमाले 13,540 मत पाएको थियो। काङ्ग्रेसको मत 10,453 थियो। एमाले रश्मि आचार्यलाई उम्मेद्वार बनाउँदा काङ्ग्रेसले माधव प्रसाद वास्तवलालाई अघि सारेको छ भने रासोपाले यसपटक उम्मेद्वार परिवर्तन गर्दै उत्तम प्रसाद पौडेललाई उठाएको छ। पछिल्ला 4वटै चुनाव जितेको एमाले अहिले सुरक्षित देखिएको छैन। रासोपाप्रति मतदाताको झुकाव बढ्दो देखिन्छ। त्यसैले रविन्द्र अधिकारीले एमालेको गढ बनाएको कास्की 2मा उनकी पत्नी विद्या भट्टराईले पनि छोडेपछि एमालेलाई विरासत जोगाउन थप चुनौती देखिएको छ। अघिल्लो चुनावमा कास्कीको निर्वाचन क्षेत्र नम्बर 3मा पनि एमाले नै जितेको थियो। एमालेका दामोदर पौडेल 22,980 मत ल्याएर विजयी भएका थिए। तत्कालीन माओवादी केन्द्रका रामजी बरालले 17,535 मत ल्याएर दोस्रो हुँदा रासोपाका योगराज पौडेलले 12,180 मत पाएका थिए।
एमालेले यसपटक पनि पौडेललाई नै टिकट दिएको छ। उनले जितलाई निरन्तरता दिनुपर्नेछ। संगठनात्मक हिसाबले हेर्दा यो क्षेत्रमा एमाले बलियो मानिन्छ। अघिल्लो चुनावको समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै 19,346 मत पाएको थियो। दोस्रो भएको काङ्ग्रेसले 15,831 मत पाउँदा रासोपाले 14,143 मत पाएको थियो। कास्की 3मा यसपटक काङ्ग्रेसले मनोज गुरुङलाई उठाएको छ। रासोपाबाट बिना गुरुङ उम्मेद्वार छिन् भने नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल गिरी रहेका छन्। कास्कीका 3वटै क्षेत्रमा एमालेले पुरानो विरासत जोगाउनु पर्ने र अन्य दलहरूले एमालेको किल्ला तोडेर आफ्नो पक्षमा जित निकाल्नुपर्ने चुनौती रहेको छ। प्रतिनिधि सभाको 2वटा निर्वाचन क्षेत्र रहेको गोर्खामा नेपाली कम्युनिस्ट पार्टी अर्थात् तत्कालीन माओवादी केन्द्र बलियो रहेको मानिन्छ। अघिल्ला निर्वाचनको नतिजाले पनि त्यही देखाउँछ। जस्तो कि 2079को समानुपातिक नतिजा हेर्दा गोर्खाबाट माओवादीले सबैभन्दा धेरै 37,471 मत पाएको थियो। 2वटै निर्वाचन क्षेत्रबाट माओवादीले नै धेरै मत पाएको छ। नेपाली काङ्ग्रेसले 27,153 मत पाउँदा नेकपा एमाले 18,078 र राष्ट्रिय स्वतन्त्र पार्टीले 16,254 मत पाएका थिए। प्रत्यक्षतर्फ भने गठबन्धन गरेर माओवादी र काङ्ग्रेसले एक सिट बाँडेका थिए, जस अनुसार एउटामा काङ्ग्रेस र अर्कोमा माओवादीले जित हात पारेका थिए। गोर्खाको निर्वाचन क्षेत्र नम्बर 1बाट 2079मा काङ्ग्रेसका राजेन्द्र बजगाईले चुनाव जितेका थिए। उनले 33,428 मत पाएका थिए। दोस्रो स्थानमा रहेका एमालेका रामशरण बस्नेतले 16,785 मत पाए। रासोपाका सुवर्ण रोकाहाले 4,892 मत पाएका थिए। समानुपातिक मत हेर्दा यो क्षेत्रबाट माओवादीले 18,471, काङ्ग्रेसले 15,271, एमाले 11,893 र रासोपाले 7,246 मत पाएका छन्। फागुन 21को चुनावका लागि क्षेत्र नम्बर 1बाट काङ्ग्रेसले प्रेमकुमार खत्री, एमाले रामचन्द्र लामिछाने र नेपाली कम्युनिस्ट पार्टीले हरिराज अधिकारीलाई उम्मेद्वार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुधन गुरुङ उम्मेद्वार छन्। सामान्यतया काङ्ग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच मुख्य प्रतिस्पर्धा हुने आकलन भइरहेको छ। यद्यपि जेन्जी आन्दोलनपछिको परिस्थिति र पछिल्लो समय रासोपाप्रति बढ्दो रुझानले गोर्खा 1को नतिजा अहिले नै पूर्वानुमान गर्न सकिने अवस्थामा छैन। मतदाताहरूमाझ भइरहेको चर्चा हेर्ने हो भने परम्परागत दलहरूलाई जेन्जी आन्दोलनपछि राजनीतिक केन्द्रमा उदाएका रासोपा उम्मेद्वार सुधन गुरुङले अन्य उम्मेद्वारलाई चुनौती दिन सक्ने देखिन्छ। त्यसमाथि यसपटक ठूला दलहरूबीच गठबन्धन नभएका कारण पनि चुनावी नतिजामा फेरबदल हुन सक्ने विश्लेषण भइरहेको छ। गोर्खाको निर्वाचन क्षेत्र नम्बर 2 अर्को चर्चित चुनावी केन्द्र हो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चुनाव जित्दै आएको यस क्षेत्रमा अघिल्लो पटक उनले जनयुद्धका आफ्ना सहयात्री प्रचण्डका लागि छोडिदिएका थिए। बाबुरामले सघाएपछि 2079मा गोर्खा 2बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जिते। प्रचण्डले त्यति बेला 26,109 मत पाएका थिए, जुन निकटतम प्रतिद्वन्दीको भन्दा दोब्बरले बढी हो। दोस्रो स्थानमा रहेका रासोपाका कविन्द्र बुर्लाकोटीले 12,639 मत पाएका थिए। एमालेका अब्दुस मियाले 7,395 मत पाए। समानुपातिकतर्फ पनि यो क्षेत्रबाट माओवादीले सबैभन्दा धेरै 19,000 मत पाएको थियो। काङ्ग्रेसले 11,882 र रासोपाले 8,949 मत पाउँदा एमाले 6,185 मत पाएको थियो। यसपटक प्रचण्ड गोर्खा 2 छोडेर रुकुम पूर्व पुगेका छन्। प्रचण्डले छोडेपछि नेपाली कम्युनिस्ट पार्टीका युवा नेता लेखनाथ नेउपाने उम्मेद्वार बनेका छन्। एमाले मिलन गुरुङलाई टिकट दिएको छ भने रासोपाले कविन्द्र बुर्लाकोटीलाई नै उठाएको छ। काङ्ग्रेसबाट प्रकाश चन्द्र दवाडी छन्। राप्रपाबाट कुलबहादुर बस्नेत र उज्यालो नेपालबाट बलराम तामाङ लगायत पनि यो क्षेत्रमा उम्मेद्वार छन्। यही क्षेत्रबाट उम्मेदवारी दिएका डाक्टर बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोर्खा 2को चुनावी परिदृश्य थप रोचक बन्न पुगेको छ। प्रचण्डको आग्रहमा भट्टराईले उम्मेदवारी फिर्ता लिएको बताइएको छ। त्यसो त रासोपाले पनि उनलाई उम्मेदवारी फिर्ता लिएर आफ्ना उम्मेद्वारलाई सघाउन आग्रह गरेको थियो। भट्टराई आफैले भने सबैसँग सल्लाह गरेर फिर्ता लिएको बताएका छन्। 2064, 2070 र 2074 सालमा भट्टराई सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 2079मा प्रचण्डका लागि छोडिदिएका उनले यसपटक उम्मेदवारी फिर्ता लिएसँगै कसलाई सघाउँछन् खुलिसकेको छैन। नेकपा र रासोपाले भट्टराईको सहयोग पाउने अपेक्षा गरेको देखिन्छ। प्रतिनिधि सभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा अक्सर निर्विरोध रूपमा सांसद छानिन्छन्। तर फागुन 21का लागि तोकिएको निर्वाचनमा भने चुनावी प्रतिस्पर्धा नै हुने भएको छ। 3 जना उम्मेद्वारहरू चुनावी मैदानमा छन्। त्यसो त यसपटक पनि निर्विरोध गराउने प्रयास नभएको होइन। सोही प्रयासबाट केहीले उम्मेदवारी फिर्ता पनि लिए। सुरुमा 5 जनाले उम्मेदवारी दर्ता गरे पनि 2 जनाले फिर्ता लिएपछि
तीनजना मैदानमा उत्रिने भएका छन्। नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट उम्मेदवारी परेको थियो। तर पछि एमाले र राप्रपाले उम्मेदवारी फिर्ता लिएर काङ्ग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङलाई समर्थन गरे। नेकपाका यशोदा सुवेदी र मङ्गोल नेसनल अर्गनाइजेसनले भने उम्मेदवारी कायम राखेका छन्। फागुन 21मा काङ्ग्रेस, नेकपा र मङ्गोल नेसनल अर्गनाइजेसन चुनावी मैदानमा हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसप्रका अन्य सबै क्षेत्रमा उम्मेदवारी दिए पनि मनाङमा दिएन। 4वटा मात्र पालिका रहेको मनाङमा सबैभन्दा कम मतदाता भएको क्षेत्र हो। यो क्षेत्रमा 7,000 मतदाता रहेका छन्। 2079मा नेपाली काङ्ग्रेसका टेकबहादुर गुरुङ 2,575 मत पाएर विजयी भएका थिए। एमालेका पाल्देन गुरुङले 2,247 मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले 5 मत मात्रै पाएका थिए। समानुपातिकमा पनि काङ्ग्रेस पहिलो पार्टी बनेको थियो। काङ्ग्रेसले 2,430 मत पाएको थियो भने एमालेले 2,191, रासोपाले 146 मत पाएका थिए। काङ्ग्रेसबाट अघिल्लो चुनाव जितेका टेकबहादुर गुरुङ नै पुनः उम्मेद्वार बनेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा गुरुङ सुवेदी मैदानमा उत्रिएकी छिन्। सुरुमा देव गुरुङलाई उम्मेद्वार बनाउने तयारी गरिए पनि अन्तिममा गुरुङले आफ्नी श्रीमती यशोदालाई टिकट दिएर उम्मेदवारी दर्ता गराएका हुन्। काङ्ग्रेस, एमाले र राप्रपा मिलेकाले नेकपा वा मङ्गोल नेसनल अर्गनाइजेसन उम्मेद्वारलाई चुनाव जित्न सजिलो देखिँदैन। मङ्गोल नेसनल अर्गनाइजेसनले रामबहादुर घलेलाई उम्मेद्वार बनाएको छ। अघिल्लो चुनावमा मङ्गोल नेसनलले समानुपातिकमा 4 मत मात्रै पाएको थियो। एमाले र राप्रपाले सघाएका कारण काङ्ग्रेस उम्मेद्वार गुरुङ चुनाव जित्नेमा ढुक्क देखिन्छन्। यद्यपि दलहरूबीच तालमेलको निर्णय भए पनि मतदाताहरूले त्यसलाई स्वीकार नगर्ने भन्दै आफूले जित्ने दाबी नेकपाका यशोदा सुवेदी र मङ्गोलका रामबहादुर घलेले गरिरहेका छन्। मनाङमा चुनावी गठबन्धन नतिजामा पनि निर्णायक बन्ने गरेको छ। 2074मा माओवादी र एमालेबीच गठबन्धन हुँदा एमालेका पोल्देन गुरुङले काङ्ग्रेसका टेकबहादुर गुरुङलाई हराएका थिए। त्यसको 5 वर्षपछि 2079मा भने माओवादी सहयोगको साथ पाएपछि टेकबहादुरले एमालेका उनै पोल्देनलाई पराजित गरे। यसपटक भने एमाले र काङ्ग्रेस बीच नै चुनावी तालमेल भएको छ। एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा एमाले बलियो मानिन्छ। अघिल्लो चुनाव पनि एमालेले नै जितेको थियो। 2079को प्रतिनिधि सभा सदस्य निर्वाचनमा काङ्ग्रेस र तत्कालीन माओवादी केन्द्र सहितको गठबन्धनबाट माओवादी केन्द्रका तत्कालीन महासचिव देवप्रसाद गुरुङ उम्मेद्वार थिए। तर उनलाई एमाले उम्मेद्वार पृथ्वी सुब्बा गुरुङले पराजित गरे। एमाले उम्मेद्वार गुरुङले 34,985 मत पाउँदा माओवादीका देवप्रसादले 31,791 मत पाएका थिए। तेस्रो स्थानमा रहेका रासोपा उम्मेद्वार धर्मराज केसीले 9,033 मत पाएका थिए। त्यसअघि 2074मा भने एमालेकै सहयोगमा माओवादीका देव गुरुङले चुनाव जितेका थिए। तर 2079मा काङ्ग्रेससँगको गठबन्धनबाट उनले चुनाव जित्न सकेनन्। गत चुनावमा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रलाई सघाएको काङ्ग्रेसले माओवादीको सहयोगमा प्रदेशसभाका दुवै क्षेत्र जितेको थियो। फागुन 21 गते हुने चुनावका लागि एमालेले पुनः पृथ्वी सुब्बा गुरुङलाई नै उम्मेद्वार बनाएको छ। पटक पटक सांसद, गण्डकी प्रदेशको मुख्यमन्त्री र सङ्घीय सरकारको मन्त्री भइसकेका उनी लमजुङमा राम्रो प्रभाव बनाएका नेता हुन्। उनीसँगको प्रतिस्पर्धा अन्य दलका उम्मेद्वारका लागि सहज हुने छैन। गुरुङ गण्डकी प्रदेशमै सबैभन्दा धेरै संसदीय निर्वाचन लड्ने नेता पनि हुन्। 2048 यता उनले हरेक चुनाव लडेका छन्। 2074मा भने प्रदेशसभा सदस्य भएर मुख्यमन्त्री समेत बने। गत निर्वाचनको समानुपातिक मत हेर्दा पनि एमाले बलियो देखिन्छ। 2079मा समानुपातिकतर्फ एमालेले 31,178 मत पाएको थियो। काङ्ग्रेसले 27,796 मत पाउँदा रासोपाले 8,217 र माओवादी केन्द्रले 6,483 मत पाएका थिए। यो चुनावका लागि काङ्ग्रेसले गमप्रसाद गुरुङलाई अघि सारेको छ। नेपाली कम्युनिस्ट पार्टीबाट हरिजन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट धर्मराज केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट केविन्द्रजङ गुरुङ चुनावी मैदानमा छन्। श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ लगायत पनि प्रतिस्पर्धामा छन्। यद्यपि एमाले, काङ्ग्रेस र रासोपा बीच नै मुख्य प्रतिस्पर्धा हुन सक्ने आकलन मतदाताहरूको छ। परम्परागत रूपमा एमाले र काङ्ग्रेसको प्रभाव बलियो मानिँदै आएको लमजुङमा नयाँ राजनीतिक लहरले पुराना समीकरणहरू बदलिन सक्ने सङ्केत पनि देखा परेका छन्। यसअघिका दुईवटै स्थानीय प्रदेश र प्रतिनिधि सभाको चुनावमा मुख्य दलहरूबीच गठबन्धन भएको थियो। तर यसपटक सबै दल अलग अलग चुनाव लड्दैछन्। त्यसैले पनि आगामी निर्वाचनको नतिजामा बदलाव आउन सक्नेछ अथवा पुरानै दलहरूबीच प्रतिस्पर्धा हुन पनि सक्नेछ। गण्डकी प्रदेशको अर्को हिमाली जिल्ला मुस्ताङमा प्रतिनिधि सभाको एउटा मात्र निर्वाचन क्षेत्र छ। विगतको चुनावी नतिजाका आधारमा नेपाली काङ्ग्रेस र नेकपा एमाले मुस्ताङका मुख्य प्रतिस्पर्धी हुन्। 2048 यताको निर्वाचनमा काङ्ग्रेसले 4 पटक चुनाव जितेको छ भने एमालेले 3 पटक जित हात पारेको छ। फागुन 21 गते हुने निर्वाचनमा पनि काङ्ग्रेस र एमाले बीच नै मुख्य प्रतिस्पर्धा हुने पूर्वानुमान गरिएको छ।
पछिल्लो पटक 2079मा मुस्ताङबाट नेपाली काङ्ग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका थिए। उनले 3992 मत पाएका थिए। एमालेका प्रेमप्रसाद तुलाचनले 3078 मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले 87 र राप्रपा नेपालका प्रवीण कुमार शेरचनले 13 मत मात्रै पाएका थिए। काङ्ग्रेसले आगामी चुनावका लागि पनि योगेश गौचन थकालीलाई नै उम्मेद्वार बनाएको छ। एमालेले भने उम्मेद्वार परिवर्तन गरेर इन्द्रधारा विष्टलाई टिकट दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि नयाँ उम्मेद्वार अद्वितीय चन्द्र थकाली उम्मेद्वार बनेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट डुङकुट गुरुङ चुनावी मैदानमा छन्। थोरै मतदाता रहेको मुस्ताङमा काङ्ग्रेस र एमाले बीचको चुनावी प्रतिस्पर्धा भने रोचक र कसिलो हुने गरेको छ। गत चुनावमा प्रत्यक्षतर्फ काङ्ग्रेसले जिते पनि समानुपातिकतर्फ सबैभन्दा धेरै मत एमालेले पाएको थियो। एमालेले 3404 मत पाउँदा काङ्ग्रेसले 2486 मत पाएको थियो। माओवादी केन्द्रले 989, रासपाले 269 र राप्रपाले 207 मत पाएका थिए। गत चुनावमा प्रदेशसभाका 2वटै सिट नै काङ्ग्रेसले जितेको थियो। माओवादी केन्द्रसहित गठबन्धनको सहयोगमा प्रतिनिधि सभा र प्रदेशसभाका सबै सिट जितेको काङ्ग्रेसलाई सोही विरासत जोगाउन सजिलो भने छैन। अघिल्लो चुनावकै नतिजाका आधारमा पनि समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेशसभाको दुवै सिटमा काङ्ग्रेसले भन्दा एमालेले धेरै मत पाएको थियो। यसपटक गठबन्धन नहुनुको फाइदा एमालेले उठाउन सक्दछ, किनभने अघिल्लो पटक काङ्ग्रेसलाई सघाएको माओवादी अर्थात् अहिलेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो अलग्गै उम्मेद्वार उठाएको छ। त्यसैले मुख्य 3 दल एक्लै एक्लै चुनाव लड्दा साङ्गठनिक रूपमा बलियो रहेको एमालेलाई फाइदा पुग्न सक्ने आकलन गरिएको छ। तनहुँमा प्रतिनिधि सभाका 2वटा निर्वाचन क्षेत्र छन्। 2079मा जिल्लाका दुवै क्षेत्र नेपाली काङ्ग्रेसले जितेको थियो। समानुपातिक मतमा पनि काङ्ग्रेसले पहिलो बनेको थियो। उपचुनावमा भने काङ्ग्रेसले 1 सिट गुमायो। निर्वाचन क्षेत्र नम्बर 1बाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा काङ्ग्रेसलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर सोनिम वाग्ले विजयी भएका थिए। त्यतिबेला वाग्लेले 34919 मत पाएका थिए। दोस्रो भएका काङ्ग्रेसका गोविन्द भट्टराईले पाएको मत 20122 थियो। एमालेका सर्वेन्द्र खनालले 8488 मत मात्रै पाए। यही क्षेत्रबाट 2079मा काङ्ग्रेसका रामचन्द्र पौडेलले 25361 मत पाएर विजयी भएका थिए। त्यतिबेला एमालेका एक बहादुर राणाले 19981 मत पाएका थिए भने रासोपाका विकास सिग्देलले 6044 मत मात्रै पाएका थिए। नेपाली काङ्ग्रेसको गढ मानिने तनहुँ एकलाई 2080मा भएको उपनिर्वाचनबाट रासोपाले भत्काएको थियो। फागुन 21मा हुन लागेको निर्वाचनमा पनि रासोपाले डाक्टर सोनिम वाग्लेलाई नै उम्मेद्वार बनाएको छ। उनी जित दोहोर्याउने दाउमा छन्। वाग्लेसँगको प्रतिस्पर्धामा काङ्ग्रेसका गोविन्द भट्टराई नै उत्रिएका छन्। उनी अघिल्लो पराजयको नतिजा उल्टाउने र वाग्लेसँग बदला लिने दाउमा हुनेछन्। एमालेले भगवती न्यौपानेलाई उम्मेद्वार बनाउँदा नेपाली कम्युनिस्ट पार्टीले विद्यानाथ ढकाल, श्रम संस्कृति पार्टीले काशीराम गुरुङ, उज्यालो नेपालले मन्जिल राणा, राप्रपाले रामदत्त जोशीलाई मैदानमा उतारेका छन्। यद्यपि रासोपाका वाग्ले र काङ्ग्रेसका भट्टराई बीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 2079को समानुपातिक मत हेर्दा काङ्ग्रेसले 20158, एमालेले 16683, राष्ट्रिय स्वतन्त्र पार्टीले 12773, माओवादी केन्द्रले 7326 मत पाएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीको 3577 र एकीकृत समाजवादीको मत 950 थियो। यसैगरी तनहुँको निर्वाचन क्षेत्र नम्बर 2मा पनि अघिल्लो पटक काङ्ग्रेसले जितेको थियो। काङ्ग्रेसका शङ्कर भण्डारी 30604 मत पाएर विजयी भएका थिए। उनलाई माओवादी केन्द्रले सघाएको थियो। एमालेका किरण गुरुङले 25130 र रासपाका विजय जोशीले 5373 मत पाएका थिए। आगामी चुनावका लागि काङ्ग्रेसले शङ्कर भण्डारीलाई नै उठाएको छ। एमालेबाट केदार सिग्देल, नेपाली कम्युनिस्ट पार्टीबाट सोमबहादुर थापा, रासपाबाट श्रीराम न्यौपाने उम्मेद्वार छन्। यसपटक उनीहरू नै मुख्य प्रतिस्पर्धी हुनेछन्। गत चुनावमा यो क्षेत्रबाट समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै 22804, काङ्ग्रेसले 22263 र रासपाले 10129 मत पाएका थिए। उपचुनाव मार्फत काङ्ग्रेसको गढ भत्काउँदै क्षेत्र नम्बर 1मा जित हात पारेको रासपा यसपटक त्यसलाई जोगाउँदै क्षेत्र नम्बर 2मा पनि जित निकाल्ने दाउमा छ। उपनिर्वाचनबाट गुमाएको क्षेत्र नम्बर 1लाई फिर्ता ल्याउने र क्षेत्र नम्बर 2लाई पनि जोगाउने कसरत काङ्ग्रेसको हुनेछ। एमाले र नेकपा भने काङ्ग्रेस र रासपाबाट फुत्काएर आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्। प्रतिनिधि सभाका 2वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा नेपाली काङ्ग्रेस र नेकपा एमाले नै परम्परागत चुनावी प्रतिस्पर्धी हुन्। 2079मा जिल्लाका दुवै क्षेत्र नेपाली काङ्ग्रेसले जितेको थियो। तत्कालीन सत्तारूढ गठबन्धनको बलमा काङ्ग्रेसले प्रत्यक्षतर्फका दुवै सिट जित्दा एमाले दोस्रो भएको थियो। समानुपातिक मतमा पनि केही मत अन्तरले काङ्ग्रेस पहिलो र एमाले दोस्रो भएका थिए। जिल्लाबाट समानुपातिकमा काङ्ग्रेसले 53430 मत पाएको थियो। एमाले 50488 मत पायो। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पनि 22226 मत पाएको थियो।
रासोपा प्रत्यक्षतर्फ पनि दुवै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा थियो। फागुन 21मा हुन लागेको चुनावमा पनि स्याङ्जाका दुवै क्षेत्रमा काङ्ग्रेस र एमालेलाई प्रमुख प्रतिस्पर्धी मानिएको छ भने यसपटक उनीहरूलाई रासोपाले पनि चुनौती दिने देखिएको छ। निर्वाचन क्षेत्र नम्बर 1मा अघिल्लो पटक 31,949 मतसहित काङ्ग्रेसका राजु थापा निर्वाचित भएका थिए। एमालेका नारायण प्रसाद मरासिनीले 28,744 मत पाएका थिए। रासोपाका बोधराज रेग्मीले पाएको मत 6,065 थियो। यो क्षेत्रबाट आगामी चुनावका लागि काङ्ग्रेसले भरतराज ढकाललाई उम्मेद्वार बनाएको छ। एमालेबाट मिनप्रसाद गुरुङ छन्। नेपाली कम्युनिस्ट पार्टीले शैलेन्द्र घिमिरेलाई उठाएको छ भने रासोपाबाट धनञ्जय रेग्मी उम्मेद्वार बनेका छन्। श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल लगायतका उम्मेद्वार पनि चुनावी मैदानमा छन्। मतदाताहरूमाझ भइरहेको चर्चा अनुसार काङ्ग्रेस, एमाले र रासोपाबीच चुनावी प्रतिस्पर्धा हुन सक्ने आकलन गर्न सकिन्छ। गत चुनावको समानुपातिक मत हेर्दा स्याङ्जा 1बाट एमाले 26,012, काङ्ग्रेसले 25,431 र रासोपाले 11,276 मत पाएका थिए। माओवादी केन्द्रको मत 3,579 थियो। यसैगरी निर्वाचन क्षेत्र नम्बर 2मा अघिल्लो पटक काङ्ग्रेसका निवर्तमान उपसभापति धनराज गुरुङ निर्वाचित भएका थिए। उनले 31,466 मत पाउँदा एमालेकी पद्मकुमारी अर्यालले 25,839 मत पाएकी थिइन्। यसपटकको चुनावी प्रतिस्पर्धामा गुरुङ र अर्याल दुवै छैनन्। काङ्ग्रेसले धनराजको स्थानमा भागवत प्रकाश मल्ललाई उम्मेद्वार बनाएको छ। एमालेबाट खिमबहादुर थापाले टिकट पाए। रासोपाले झबेलाल डुम्रे र नेपाली कम्युनिस्ट पार्टीले पदमबहादुर विकलाई अघि सारेका छन्। उनीहरू सबै उम्मेद्वार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नयाँ अनुहार हुन्। अघिल्लो चुनावको समानुपातिक मतका आधारमा स्याङ्जा 2मा काङ्ग्रेस पहिलो दल हो। उसले 27,949 मत पाएको थियो। एमाले 24,476 मत पाउँदा रासोपाले 10,950 मत पाएको थियो। अन्य दलको मत निकै न्यून छ। यसपटक पनि काङ्ग्रेस र एमाले बीचको मुख्य प्रतिस्पर्धामा रासोपा पनि मिसिने आकलन गरिएको छ। नवलपरासी पूर्वमा प्रतिनिधि सभाका 2वटा निर्वाचन क्षेत्र छन्। नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच परम्परागत चुनावी प्रतिस्पर्धा हुँदै आएको नवलपरासीमा पछिल्लो चुनावदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिस्पर्धी दलको रूपमा उदाएको छ। 2079मा प्रत्यक्षतर्फ जिल्लाका दुवै निर्वाचन क्षेत्र काङ्ग्रेसले जितेको थियो। माओवादी सहितको गठबन्धनको बलमा काङ्ग्रेसले प्रत्यक्षतर्फ दुवै सिट जिते पनि समानुपातिकतर्फ भने नवलपरासी पूर्वमा एमाले सबैभन्दा धेरै मत पाएको थियो। समानुपातिकमा एमाले 51,244 मत पाएको थियो। काङ्ग्रेसले 49,066 मत पाएको थियो। तेस्रो स्थानमा रहेको रासोपाले 38,690 मत पाएको थियो। अझ रोचक नतिजा त के पनि छ भने निर्वाचन क्षेत्र नम्बर 1को समानुपातिकतर्फ रासोपाले सबैभन्दा धेरै मत पाएको थियो। नवलपरासी पूर्वको क्षेत्र नम्बर 1 नेपाली काङ्ग्रेसको गढको रूपमा चिनिन्छ। 2064 सालदेखि यताका निर्वाचनमा काङ्ग्रेसका उम्मेद्वार शशाङ्क कोइरालाले यही क्षेत्रबाट चुनाव जित्दै आएका थिए। तर यसपटक काङ्ग्रेसले कोइरालालाई टिकट दिएन। लगातार 4 पटक चुनाव जितेका कोइराला मैदानमा नहुँदा काङ्ग्रेसले आफ्नो विजयी विरासत जोगाउन चुनौती देखिएको छ। यसको फाइदा उठाउने दाउमा एमाले र रासोपा छन्। कोइरालाका ठाउँमा युवा नेता बालकृष्ण घिमिरेलाई काङ्ग्रेसले अगाडि सारेको छ। उनलाई रासोपाका राजन गौतमले टक्कर दिने आकलन समेत हुन थालेको छ। गौतमले अघिल्लो पटक 24,305 मत पाएर तेस्रो भएका थिए। उनीभन्दा अगाडि एमालेका कृष्णप्रसाद पौडेलले 25,047 मत पाउँदा निर्वाचित भएका काङ्ग्रेसका शशाङ्क कोइरालाले 27,067 मत पाएका थिए। उनलाई माओवादी केन्द्रसहित गठबन्धनको साथ रहेको थियो। गत चुनावमा यो क्षेत्रबाट समानुपातिकमा पहिलो भएको रासोपाले 25,774 मत पाएको थियो। काङ्ग्रेसले 23,041 मत पाउँदा एमाले 22,150 मत पाएको थियो। यिनै 3 दलबीच मुख्य प्रतिस्पर्धा हुने आकलन भइरहेको छ। काङ्ग्रेसका घिमिरे र रासोपाका गौतम सहित एमालेका भागीरथ सापकोटा, नेपाली कम्युनिस्ट पार्टीका लोकप्रसाद भुर्तेल, श्रम संस्कृतिका भीमचन्द्र गुरुङ लगायत उम्मेद्वार पनि चुनावी मैदानमा छन्। नवलपरासी पूर्वको निर्वाचन क्षेत्र नम्बर 2मा पनि काङ्ग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी दल हुन्। तर यसपटक वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि स्थापित 2 दललाई कडा टक्कर दिने पूर्वानुमान स्थानीय मतदाताहरूको छ। विगतको चुनावी नतिजा हेर्दा यो क्षेत्रमा एमालेको राम्रो पकड रहेको छ। यो क्षेत्रबाट 2048 देखि 2074 सम्मका सबै चुनाव एमाले जितेको थियो। तर 2079मा भने माओवादीको सहयोगमा एमालेको गढ भत्काउँदै काङ्ग्रेसले जित हात पारेको थियो। काङ्ग्रेसका विष्णुकुमार कार्की 36,132 मतसहित निर्वाचित हुँदा एमालेका तिलबहादुर छेत्रीले 34,110 मत पाएका थिए। तेस्रो भएका रासोपाका शालिग्राम नेउपानेले 6,449 मत पाए।
समानुपातिकतर्फ भने यो क्षेत्रबाट एमाले पहिलो हुँदै 29,094 मत पाएको थियो। काङ्ग्रेसले 26,025, रासोपाले 12,916 र माओवादी केन्द्रले 3,319 मत पाएका थिए। फागुन 21 को चुनावका लागि काङ्ग्रेसले ओमबहादुर घरती मगरलाई उम्मेद्वार बनाएको छ। एमाले तिलबहादुर छेत्रीलाई नै दोहोर्याएको छ। रासोपाबाट मनिष खनाल उम्मेद्वार बनेका छन्। अहिले मतदाताहरूमाझ भइरहेको चर्चा र रुझान हेर्दा यिनै तीनजना बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ। गण्डकी प्रदेशको अर्को हिमाली जिल्ला म्याग्दीमा प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र छ। निवर्तमान शिक्षा मन्त्री एवं वैज्ञानिक महावीर पुनको उम्मेद्वारीका कारण म्याग्दीले यसपटक सबैको ध्यान तानेको छ। जेन्जी आन्दोलनपछि चुनाव गराउने जिम्मेवारीसहित गठन भएको नागरिक सरकारमा शिक्षा मन्त्री रहेका पुन 81 राजीनामा दिएर आफै चुनावमा होमिएका छन्। स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका महावीरलाई राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतले पनि समर्थन गरेका छन्। यद्यपि निर्धारित समयमा फिर्ता नलिएका कारण उनीहरूको उम्मेद्वारी भने कायमै छ। पुनको उम्मेद्वारी नेपाली काङ्ग्रेस र नेकपा एमालेका लागि चुनौती बन्ने देखिन्छ। गत निर्वाचनको समानुपातिक मत हेर्दा म्याग्दीमा एमाले पहिलो दल हो। एमाले जिल्लाबाट समानुपातिकतर्फ 18,273 मत पाएको थियो। काङ्ग्रेसले 13,693 मत पाउँदा माओवादी केन्द्रले 9,070 र रासोपाले 3,579 मत पाएका थिए। प्रत्यक्षतर्फ भने माओवादीको सहयोगमा नेपाली काङ्ग्रेसका खम्बहादुर गर्बुजा विजयी भएका थिए। उनले 24,021 मत पाउँदा एमालेका हरिकृष्ण श्रेष्ठले 20,189 मत पाए। रासोपाका हरिबहादुर खत्रीले 1,424 मत पाएका थिए। त्यसो त फागुन 21 को चुनावमा पनि काङ्ग्रेस र एमालेलाई नै मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। तर महावीर पुनको उम्मेद्वारीले म्याग्दीको प्रतिस्पर्धालाई थप रोचक र त्रिपक्षीय बनाइदिएको छ। साङ्गठनिक रूपमा पुराना दल बलिया देखिए पनि आफ्नो कामले लोकप्रिय महावीर उम्मेद्वार बनेपछि परम्परागत भोट बैंक भत्किन सक्ने आकलन भइरहेको छ। काङ्ग्रेस, एमाले र नेकपाका लागि रासोपाको उदय नै चुनौती बनिरहेको थियो। त्यसमाथि महावीर पनि प्रवेश गरेपछि उनीहरूलाई चुनौती थपिएको छ। 2 दशकभन्दा अघि नै पुनले म्याग्दीका विकटनागी, हिस्तान, पाउदार लगायतका बस्तीहरूमा बेतारे इन्टरनेट सञ्जाल विस्तार गरेर यो क्षेत्रमा उनी लोकप्रिय भएका थिए। त्यही कामले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनायो। आउँदो चुनावका लागि नेपाली काङ्ग्रेसबाट कर्णबहादुर भण्डारी उम्मेद्वार बनेका छन्। अघिल्लो पटक चुनाव जितेका खम्बहादुर गर्बुजालाई काङ्ग्रेसले टिकट दिएन। नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ फेरि उम्मेद्वार बनेका छन्। उनी 2079मा पनि उम्मेद्वार बनेर पराजित भएका थिए। एमालेले यसपटक पनि उनीलाई अघि सारेको छ। नेपाली कम्युनिस्ट पार्टीबाट युवा नेता अर्जुन बहादुर थापा उम्मेद्वार रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बर बहादुर सुवेदी चुनावी प्रतिस्पर्धामा छन्। राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक अवस्था र अघिल्ला निर्वाचनमा प्राप्त गरेको मतलाई आधार मानेर यसपटकको निर्वाचनमा पनि जित्ने दाबी गरेका छन्। तर जेन्जी आन्दोलनपछि परम्परागत राजनीतिक दलहरूप्रति मतदाता चरम असन्तुष्ट देखिन्छन्। त्यसमाथि जिल्लाका प्रतिष्ठित व्यक्ति महावीर पुन नै स्वतन्त्र उम्मेद्वारका रूपमा आएपछि यसपटक महावीरको पल्ला भारी हुने आकलन पनि धेरैको छ। तथापि पार्टीगत रूपमा सङ्गठित कार्यकर्ताहरूको बाहुल्यता भएकाले स्वतन्त्र उम्मेद्वारलाई पनि जित निकाल्न त्यति सहज भने हुने छैन। बागलुङमा प्रतिनिधि सभाका 2वटा निर्वाचन क्षेत्र छन्। अघिल्लो पटक एउटा क्षेत्रमा राष्ट्रिय जनमोर्चा र अर्कोमा माओवादी केन्द्रले जितेका थिए। समानुपातिक मतमा भने काङ्ग्रेस पहिलो र एमाले दोस्रो भएका थिए। जिल्लाबाट काङ्ग्रेसले 32,776 मत पाउँदा एमाले 30,896, माओवादीले 11,204, राष्ट्रिय स्वतन्त्र पार्टीले 11,033 र राष्ट्रिय जनमोर्चाले 8,616 मत पाएका थिए। अघिल्लो पटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जितेको निर्वाचन क्षेत्र नम्बर 1मा यसपटक केही नयाँ र केही पुराना उम्मेद्वारबीच प्रतिस्पर्धा हुँदैछ। अघिल्लो पटक काङ्ग्रेस, माओवादी लगायतको सहयोगमा केसीले 21,464 मत पाएर विजयी भएका थिए। फागुन 21मा हुने चुनावका लागि उनी उम्मेद्वार छैनन्। साङ्गठनिक रूपमा यो क्षेत्रमा काङ्ग्रेस र एमाले बलिरहेको क्षेत्र मानिन्छ। गत चुनावको समानुपातिक मतमा पनि क्षेत्र नम्बर 1बाट काङ्ग्रेसले सबैभन्दा धेरै 16,493 मत पाउँदा एमाले 15,428 मत पाएको थियो। प्रत्यक्षतर्फ चुनाव जितेको जनमोर्चा समानुपातिकमा चौथो भएको थियो। उसले 4,986 मत पाउँदा जनमोर्चाभन्दा माथि रहेको रासोपाले 7,877 मत पाएको थियो। अबको चुनावमा काङ्ग्रेस एमालेलाई नै मुख्य प्रतिस्पर्धी मानिएको छ। तथापि रासोपाले पनि चुनौती दिन सक्ने चर्चा बागलुङमा चल्ने गरेको छ। एमाले हिराबहादुर केसीलाई उम्मेद्वार बनाएको छ। उनी यसअघि 2070मा संविधानसभा सदस्यको निर्वाचनमा पनि चुनाव लडेर पराजित भएका थिए। त्यसपछि 2079मा प्रदेशसभा सदस्यमा पनि पराजित हुन पुगे। तर एमाले यसपटक उनैलाई प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बनाएको छ। केसीलाई नेपाली काङ्ग्रेसका भीम सिरिस, रासोपाका सुशील खड्का र जनमोर्चाका कृष्ण अधिकारीले चुनौती दिनेछन्। उनीहरू पहिलो पटक चुनावी मैदानमा उत्रिएका उम्मेद्वार हुन्।
नेपाली कम्युनिस्ट पार्टीले यो क्षेत्रमा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीलाई सघाएको छ। रासोपाले अघिल्लो चुनावमा 9191 मत पाएर तेस्रो भएका खिमानन्द कौडेलको स्थानमा सुशील खड्कालाई अघि सारेको छ। बागलुङ 1 मा यिनै 4 उम्मेद्वारबीच प्रतिस्पर्धा हुने आकलन भइरहेको छ। यसै गरी क्षेत्र नम्बर 2 बाट अघिल्लो पटक माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका थिए। काङ्ग्रेससँगको गठबन्धनबाट उम्मेद्वार बनेका उनले 24,794 मत पाउँदा एमालेका मन्जु शर्माले 20,193 मत पाएकी थिइन्। समानुपातिक मतमा यो क्षेत्रमा पनि काङ्ग्रेस नै पहिलो दल हो। उसले 16,283 मत पाउँदा एमाले 15,468 मत पाएको थियो। माओवादीले 8,347, जनमोर्चाले 3,630 र रासोपाले 3,156 मत पाएका थिए। फागुन 21 को चुनावका लागि काङ्ग्रेसले टेकराज पौडेललाई उम्मेद्वार बनाएको छ। 2064 र 2070 लगातार चुनाव जितेको काङ्ग्रेसले त्यसयता भने जितेको छैन। त्यसैले यसपटक आफ्नो पुरानो विरासत फर्काउने योजनामा काङ्ग्रेस छ। एमाले अघिल्लो पटक पराजित मन्जु शर्मालाई नै यो पटक पनि उम्मेद्वार बनाएको छ। नेकपाबाट ज्ञाननाथ गैरे पहिलो पटक संसदीय चुनाव लड्दैछन्। यो क्षेत्रमा जनमोर्चाले नेकपालाई सघाएको छ। 2074 र 2079 मा यो क्षेत्रबाट माओवादीले जितेको थियो। त्यसैले गैरेलाई उक्त जितलाई निरन्तरता दिनुपर्ने चुनौती छ। रासोपाबाट सोम शर्मा उम्मेद्वार छन्। सङ्गठनात्मक रूपमा बलियो रहेका पुराना पार्टी र भर्खर सङ्गठन विस्तारको चरणमा रहेको रासोपा मध्ये कसले जित निकाल्ला भन्ने चासो स्थानीय मतदातामा बढेको देखिन्छ। प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वत एमाले बलियो रहेको क्षेत्र हो। 2079 मा पर्वतबाट एमालेका पदम गिरी निर्वाचित भएका थिए। काङ्ग्रेस र माओवादी सहितको गठबन्धन विरुद्ध गिरीले त्यतिबेला 29,872 मत पाएका थिए। काङ्ग्रेसका अर्जुन प्रसाद जोशीले 27,609 मत पाएका थिए। अन्य दलका उम्मेद्वारको मत 5,000 भन्दा कम थियो। समानुपातिकतर्फ पनि एमाले सबैभन्दा धेरै 25,314 मत पाएको थियो। काङ्ग्रेसले 18,817 मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले 9,689 र माओवादी केन्द्रले 7,036 मत पाएका थिए। फागुन 21 को चुनावका लागि पनि यिनै 4 दललाई मुख्य प्रतिस्पर्धी मानिएको छ। अघिल्ला 2वटा निर्वाचन जितिसकेका एमालेका पदम गिरी यसपटक पनि उम्मेद्वार बनेका छन्। 2074 र 2079 सालमा लगातार चुनाव जितेका उनी तेस्रो जितको खोजीमा छन्। गिरीको प्रमुख प्रतिस्पर्धीका रूपमा पुरानो उम्मेद्वार काङ्ग्रेस नेता अर्जुन जोशी छन्। गत निर्वाचनमा गिरीले 29,872 मत प्राप्त गरी जित हात पार्दा निकटतम प्रतिद्वन्दी रहेका जोशीले 27,609 मत पाएका थिए। आगामी चुनावमा पनि उनीहरू दुईबीच मुख्य प्रतिस्पर्धा हुने आकलन भइरहेको छ। गिरी र जोशी लगातार तेस्रो पटक आम्ने सामने हुँदैछन्। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मनहरी तिमेल सिन्हा समेत प्रतिस्पर्धामा छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसाल, राप्रपाका दुर्गाबहादुर मल्ल लगायत 17 जना अहिले चुनावी प्रतिस्पर्धामा छन्। 2056, 2064 र 2070 मा पर्वतबाट काङ्ग्रेसले जितेको थियो। तर पछिल्ला दुवै चुनाव गुमाए। त्यसैले यसपटक जित निकालेर गुमेको विरासत फर्काउने योजना काङ्ग्रेसको छ। एमाले आफ्नो विजय यात्रालाई निरन्तरता दिने कसरतमा लाग्दा रासोपा र नेकपा पहिलो जित निकाल्ने दाउमा हुनेछन्।